हली दुठाना चंगु नेपाल तानो चिकु हलिमया फुक्क दैथे हावा पानी थनदु ड्रीमलाइन नेपाल सफु दुने दिटमार फ्रैंकन चया तगुदु 8000 मिटर सिया तजागु हिमाल हलिमय जिन्टेंगु जगदु नेपा दुने सगरमाथा नाप च्यागु मचिदु हलिमय दक्कोले तजागु चाफुगु पहाड जकमखु समथल तराइन दु थने काली गण्डकी विश्व दक्कोले क्वे न्याना चोंगु दुबाल न दु देची कुसा विविधता अनेक दु सच्चो नि प्यंगु थी मा भ्यादु पेक्वे बने तत मागु धुसीमा सीमा जकमखु हिमाल पहाडे यार्सा गुम्बा जडी बुटी दु किसी ठू पालु जनावर चेगु प्रकार जंग पंछी च्यासगु प्रकार दु न्या गोजु जल प्राणी अले कोशी कर्णाली नारायणी सोजु डल्फिन नदु विश्व सम्पदा नेपा दुने जिगु मचिदु स्वनिग दुने हे नेगु मचिदु अरुनिकोया श्वेत चैती वो राजकुमार साक्य भूटाने दशका थकुगु बौद्ध मूर्ति बुद्ध भूमि नेपाया ने तया चंगुदु 1950 सिमाना लिकुङकुसा स्वाधीनता लिकुङके मफु राणा शासन भाषा संस्कृति दमन यासा भाषा प्रेमी तेगु हिचटी माकाटगुदु आला दक्को मा भ्यायात सरकार हे तिब बियाचंगुदु सुबा जयमा भ्या आक्षय नेपाली भाषा संसारै समेटिएको नेपाल संसारै समेटिएको नेपाल जाडो गर्मी संसारको सबै जसो हावा पानी यही पाइन्छ ड्रीमल्यान्ड नेपालमा डिटमार फ्रैंकले पनि लेखेको छ 8000 मिटर भन्दा अग्लो हिमाल विश्वमै 14 मात्र छन् नेपाल भित्रै सगरमाथा सहित 8 छन् विश्वमै अग्ला हिमशिखर पहाडहरू मात्र होइन समथल तराई पनि छ विश्वकै गहिरो गल्छी नदी पनि यही काली गण्डकी भित्र छ सानो देश विविधता अनेक मातृभाषा नै मात्रै 124 छन् 4 कोस झाडी जंगल भित्र सालको रुख मात्र होइन हिमाल पहाडमा यार्सा गुम्बा जडीबुटी छन् हात्ती बाघ भालु जनावर 80 प्रकार चराचुरुङ्गी 800 प्रकार छन् जल प्राणी माछा गोही मात्र होइन कर्णाली नारायणी र कोशीमा सोस डल्फिन पनि पाइन्छन् विश्व सम्पदा नेपाल भित्रै 10 छन् 3 शहर भित्रै 7 छन् अरनिको निर्मित श्वेत चैत्य र राजकुमार साक्यद्वारा भुटानमा निर्मित बौद्ध मूर्तिले बुद्ध भूमि नेपालको शान बढाइरहेको छ 1950 मा सिमाना खुम्चिए पनि स्वाधीनता खुम्चिएको छैन राणा शासनले भाषा संस्कृति दमन गरे पनि भाषा प्रेमीहरूको रगत पसिनाले जोगाइराखेको छ अहिले त सबै मातृभाषालाई नेपाल सरकारले नै प्रोत्साहन दिइरहेको छ धन्यवाद प्रस्तुत
मेरो भावना यो सन् 2026 को मातृभाषा दिवस हिजो 2082 फागुन 8 गते र आज फागुन 9 गते मनाइएको थियो र विशेषतः आज फागुन 9 गते विभिन्न मातृभाषामा कविताहरू वाचनको कार्यक्रम थियो। सो कार्यक्रममा मैले पनि सहभागी हुने कविता वाचनको लागि प्रस्तुत हुने मौका मिलेको थियो। कारणवश सो मौका फेरि खोसियो अथवा क्यान्सल भयो। त्यसो भएकोले अहिले यसै घडी एकछिन अगाडि आज शनिबार फागुन 9 गते बेलुकी लगभग 9:30 बजेतिर 5 मिनेट अगाडि यसरी प्रस्तुत गरेको हुँ। सबैलाई हार्दिक धन्यवाद।